नमस्ते सबैलाई। अब मेरो सम्पूर्ण शुभचिन्तक साथीभाइ दिदीबहिनी सबैजनालाई नमस्ते है। सबैजनाले सोचिरहनु भयो होला यो के गर्दै होला आजकल भनेर। म चाहिँ आज चाहिँ अर्ग्यानिक चट्ट साग कोदोको ढिँडो थोरै अनि त्यहाँबाट माम अनि यो चाहिँ आज यो चाहिँ यस्तो छ है माछा चट्ट। अब सुरु गरौँ। अब हामीले ढिँडो खाँदा चाहिँ के हो, ढिँडो खाँदा चाहिँ सबभन्दा पहिला के गर्नुपर्छ भन्दाखेरि यसरी औँलो चाहिँ घिउ या दाल या कुनै पनि झोलमा डुबाउनुपर्छ। किन भन्दाखेरि अब हामीले ढिँडो समाउँदा टाँसिन्छ नि त हातमा होइन, त्यो नटाँसियोस् भनेर यसरी औँलामा नटाँसियोस् भनेर समाउनु। यो चाहिँ डुबाएर पहिला ढिँडोलाई खानुपर्छ है चट्ट चोपल्ने यसरी। अनि दामी। अब भात पनि सुरु गरौँ होइन, पहिला ढिँडै खाइसकौँ है। यस्तो दामी छ कि आज सानो माछाको झोल बनाएको। अब चाहिँ भात। पिरो खतरा। अब पहिला त हामीले यहाँ यतै खोलाबाट मारिन्थ्यो मजाले यस्तो सानो माछा। अब अहिले त हो त्यो खोलाको बाटो त हिँड्नै नसक्ने भएको छ। यति स्मेल हो माइ गड। अनि त्यस्तोको माछा, त्यस्तोमा त माछा पनि के बाँच्ला र अहिले त्यो खोलामा है। थोरै खाने, ताजा खाने, अर्ग्यानिक खाने होइन।
चियर्स। साह्रै मिठो। मेरो त खाने बानी यस्तो छ अब पुरै यो बनाउन कति मेहनत लाग्छ यतिको होइन। अनि घरमा चाहिँ स्पेसली घरमा चाहिँ खानामा कहिले पनि कम्प्लेन गर्नुहुन्न है। कति मेहनतले बनाएर दिएको हुन्छ खानालाई है। हामी चाहिँ नुन लागेन, तपाईँले बनाएको तिमीले बनाएको नुन लागेन भन्ने होइन। त्यो भन्नुको सट्टा मलाई अलिक नुन कम भयो, नुन थपेर खानु पर्यो भनेर आफै नुन ल्याउने थप्ने खाने है। राम्रो वेमा प्रस्तुत गर्ने आफ्नो कुरालाई, आफ्नो कम्प्लेनलाई एउटा राम्रो तरिकाले प्रस्तुत गर्ने हो क्या। तिमीले बनाएकोमा त नुनै लागेन त्यो भन्ने होइन, कस्तो नुन कम हालेको त्यो भन्ने होइन। मलाई नुन पुगेन, हल्का थपेर खानु पर्यो यसरी भन्ने। अनि यसरी मजाले दामी